नमस्कार सबैलाई। आज म आइपुगेको छु मलेसियाको राजधानी कुलालम्पुरको सबैभन्दा चर्चित ठाउँ KLCC मा। ल अब तपाईहरुको के छ प्रतिक्रिया? यहाँ KLCC भित्र आएर कस्तो लाग्यो? यसो KLCC भित्र अहिलेको अवस्थामा अहिले हामी मलेसियाको कुलालम्पुर स्थित ट्विन टावरको बिचको भागमा रहेको यो सपिङ मल भित्र छौँ। हामी लगभग अहिले हाम्रो साथीहरू हामी 4 जना मिलेर अहिले यसरी हामी यसो KLCC भित्रको दृश्यहरू अवलोकन गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। सबै मित्र साथीहरू यसो हेर्नु के छ। अग्ला भवन, चम्किलो सहर र संसारभरका पर्यटकको भिड KLCC साँच्चीकै कुलालम्पुरको मुटु जस्तै लाग्छ। मेरो पछाडि देख्नु भएको यो रोबोट हो पेट्रोनास ट्विन टावर। दिनमा जति सुन्दर देखिन्छ रातको उज्यालोमा पनि सुन्दरता झन् शानदार। KLCC भित्र हो यो रोबोट हो है सर, रोबोट। तपाईँले रोबोट देख्न सक्नुहुनेछ होइन। यो गोल छ पनि यो हेर्नुहोस् कहाँ हेर्नु त कस्तो छ, तपाईले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् KLCC को वास्तविक जादु त रात परेपछि देखिन्छ। चारैतिरको उज्यालो, टावरको चमक र सहरको माहौल एकपटक आएपछि सम्झनामा बसिरहने दृश्य तपाईहरुले देख्न सक्नुहुनेछ। यो पछाडिको होइन यो म्युजिक पनि बस्थ्यो हिजो अस्ति, खोइ अहिले चाहिँ म्युजिक बजेको छैन। के भएर हो एकछिनपछि बज्छ कि जस्तो लाग्यो। यो यसमा पानी चाहिँ म्युजिकको तालमा नाच्ने गर्थ्यो होइन। अनि के छ तपाईँको? नमस्कार साथीहरू, हामी अहिले पुनः हिँड्दै जाँदै हामीले पुनः भिडियो र निरन्तरता दिने क्रममा हामी अहिले मलेसियाको राजधानी कुलालम्पुर स्थित रहेको ट्विन टावरको पछाडिपट्टि रहेको यो सुन्दर यो पोखरीमा रहेको यो सुन्दर शानदार एउटा रमाइलो एउटा पानीको पोखरा भएको ठाउँमा हामी उपस्थित भइसकेका छौँ। कृपया तपाईँहरूलाई यहाँको मनोरम दृश्यहरू देखाउने क्रममा हामीले यो भिडियो मार्फत कैद गरेर हजुरहरूको सामु पुर्याउने प्रयास गरिरहेका छौँ। स्वीकार्नु होला, हेर्दै जानु होला, रमाइलो लिँदै जानु होला। धन्यवाद। आज म होइन यहाँ KLCC टावरको पछाडि घुम्न आएको, धेरै रमाइलो भइरहेछ र एकदम मान्छेको भिड त देख्नु सक्नुहुन्छ तपाईँहरूले होइन। कतिको रमाइलो हुँदो रहेछ भन्ने आफै तपाईँहरूले देख्नु सक्नुहुन्छ, मैले भनिरहनु पर्दैन होइन। ओके, धन्यवाद।